आज यस धादिङ सेवा समाज जो तपाईँ हामी बीच चिर परिचित भएर युएको विभिन्न समाजहरूमा हातमालो गरेको छ, जुन आज 6औं महाधिवेशनको नजिक पुगिरहेको अवस्थामा म अर्घाँची सम्पर्क समिति युएको तर्फबाट पुरानो समिति र आउने समितिलाई अग्रिम शुभकामना दिन चाहन्छु। आज यस धादिङ सेवा समाज युएको अधिवेशनका सभापति महोदय, प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न सङ्घ संस्था राजनीतिक सङ्गठनहरूका प्रतिनिधि महोदय र यो एभरेस्ट होटलको हलमा उपस्थित हुनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, वास्तवमै सामाजिक काम त्यति सहज छैन जति हामीले सुनिन्छ। सामाजिक काममा एउटा सामाजिक सेवा भनेर मैले के महसुस गर्छु भन्दाखेरि एउटा जस नपाउने काम हो। मान्छेहरूले आवश्यकतामा मात्रै खोज्ने एउटा स्थान हो। यो हाम्रो अहिले समाजमा देखा परिरहेको चिज छ। तर हामीले सबैले सकारात्मक सोचेर समाजमा मानवीय सहायता भनेको सबैभन्दा ठुलो सहयोग हो। मान्छे आफ्नो लागि मात्र होइन, यो समाजमा यो धरतीमा आएको मान्छे मान्छेको लागि नै आएको भन्ने कुरा महसुस हुन जरुरी छ। आफू मात्रै बाँचु र आफू मात्रै खाउँ भन्ने सोचले समाजमा कसैको पनि हित गर्दैन, किनकि पीडा नहुने कुनै मान्छे हुँदैन र सुखमा नमुस्कुराउने पनि मान्छे हुँदैन। हरेक सुख दुःखहरूमा हामी हातेमालो गर्न सक्नुपर्छ। समाजलाई अगाडि बढाउनका लागि विभिन्न किसिमका त्यागहरू गर्न सक्नुपर्छ। तब मात्र समाजमा एउटा आफ्नो नाम स्थापित गरेर आफूलाई समाजमा चिर परिचित गर्न सकिन्छ। र जसरी भन्ने गरिन्छ, यो धरतीमा सत्य भनेको दुईटा मात्रै हो, एउटा मृत्यु, अर्को कर्म। जहिले पनि बाँच्ने भनेको मान्छेको शरीर रहन्जेलसम्म नाम बाँच्यो, तर शरीर गएपछि त्यसको कर्म समाजमा बाँच्ने हो। त्यसैले तपाईँले आफूलाई र मैले आफूलाई कति बेलासम्म यो धरतीमा जीवित राख्ने भन्ने कुरा हामीले आफूले सोच्न जरुरी छ। म गएपछि पनि मेरा पुस्ताहरूले मेरो नाम समाजमा राम्रो हिसाबले लियोस् भन्ने चाहनुहुन्छ भने कर्ममा विश्वास गर्नुहोस्, अरूको प्रति सधैँभरि सकारात्मक सोच्नुहोस्, राम्रो गर्नुहोस्, अवश्य राम्रो हुन्छ। यदि आफू मात्रै गर्ने हो र म छन्जेल मात्र यो संसार छ भन्ने सोचिन्छ भने त्यस्तो बेला आफू मानव भएको महसुस गर्नु पनि एउटा दुर्भाग्यको कुरा हो भन्ने मैले त्यसरी महसुस गर्छु। अर्को कुरा, मैले यहाँ धेरै अग्रज मित्रहरू हुनुहुन्छ, सामाजिक काममा धेरै दक्ष भइसक्नुभएका, विभिन्न किसिमका समस्याहरूलाई सहजै सहज समस्याहरूलाई समाधान गर्नुभएका मित्रहरू हुनुहुन्छ। उहाँहरूको विचारहरू पनि सुन्न बाँकी छ। तर मैले सबैभन्दा पहिला नेपालमा आएको यो धेरै वर्षपछिको कुराइमा नेपाली जनताहरूले नेपालको लागि लिएको संविधानको लागि जोडतोड स्वागत गर्नुलाई ताली बजाइदिन अनुरोध गर्दछु। हामीले यो जब हामी आफ्नो जन्मभूमि छोडेर प्रदेशमा विभिन्न किसिमका सुख दुःखहरूले आत्मसात गर्न हिँड्छ, त्यति बेला गाउँठाउँका इष्टमित्रहरूदेखि लिएर देश नेपालीपन हरेक ठाउँमा झल्कन अति जरुरी छ। त्यो काम अहिले धादिङवासीहरूलाई यो हलसम्म मिलाउने काम, तपाईँ हाम्रा सुख दुःखका कुराहरू सुनाइदिने काम जुन धादिङवासी मित्रहरूले गर्नुभएको छ, त्यसैले उहाँको सब श्रेय भनेको मैले बुझेको धादिङ सेवा समाज भनेको सम्पूर्ण धादिङको भए तापनि यसलाई नेतृत्व हिजो गर्ने भुवन गुरुङ, आज गर्ने भीम अधिकारीज्यू र उहाँलाई हरेक पल साथ दिने हाम्रो धमालाजी हुनुहुन्छ, सिपी सापकोटा सर हुनुहुन्छ र सम्पूर्ण साथीहरू, यसको क्रेडिट छ उहाँहरूलाई। त्यसैले सम्पूर्ण साथीहरूले एकचोटि उहाँ सम्पूर्ण पदाधिकारीले एकचोटि ताली बजाएर यो यहाँसम्म आएकोमा उहाँलाई धन्यवाद दिन अनुरोध गर्दछु। अब कुरा गरौँ अर्घाखाँची र धादिङ बिचको, किनकि मौका पटक पटक मिल्दैन होइन। अब धादिङवासीहरूसँग अर्घाखाँचीको के सम्पर्क छ? हामी एउटा वास्तवमै जिल्लावासी सङ्घ संस्थाहरू युएमा धेरै एकजुट भएर सबै ठाउँमा हामीले हातेमालो गर्ने कोसिस गरिरहेका छौँ। त्यसरी हामीले जिल्ला परिषद पनि यहाँ गठन गरिएको छ। यो वास्तवमा तपाईँ हाम्रो सहजको लागि हो र यो जुन पनि सामाजिक कामहरूमा हामीले आफ्ना समस्याहरू सधैँभरि आफै समाधान गर्न सकिँदैन, हरेक संस्थाहरूको सहकार्य चाहिन्छ। त्यसैमा युएमा हाम्रा साथीहरू विशेष गरेर भुवन भीमजीहरूले जुन एउटा धादिङ समाजबाट हरेक जिल्लाहरूमा जुन सहकार्य गर्नुभएको छ, त्योप्रति म धेरै खुसी छु र अर्घाखाँची सम्पर्क समिति पनि धेरै आभार प्रकट गर्दछ भन्दै आउने समितिलाई सुरुमै अग्रिम शुभकामना दिँदै म यो मञ्चबाट बिदा हुन्छु। धन्यवाद।